साथी बुढीको कच्याङ 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 सुन्दा टाउको दुख्न थालेको छ। कहाँ सुको छ हो, मेरो पनि त्यस्तो चाहिँ छ नि। किचकिच जहिलेको किचकिच सुनेर बस्नुपर्छ। डराउने हो त बुढीबाट कहाँ सुन्यो त। म त मेरो बुढीलाई आफ्नो यो मुठीमा बाँधेर राख्छु, मुठीमा। त्यस्तो बुढीको कचकच सुनेर तिमीहरू पनि अब घर घर तिमीहरू पनि बुढीलाई आफ्नो मुठीमा राख केटा हो। म जस्तै बुझ्यौ केटा हो। त्यो हान्न पनि सिक न बुढीलाई कसरी मुठीमा लानु। बोक्तिर मेरो बुढी त मुठीमा आउँदैन नि त साथी हो। बुढीलाई पनि मुठीमा राख्नु भनेको कोला हो क्या, दिमाग चाहिन्छ, ब्रेन युज गर्नुपर्छ। अहिले रक्सीले चिल गर एकछिनमा घर जाँदाखेरि सिकाउन न, बोल्दाखेरि तिमीहरूको बुढी पनि मुठीमा आइहाल्छ नि साथी हो। अहिले रक्सीले चिल गर केटा हो। ल लोकती अब भक्तले आइडिया दिन्छ कि बुढीलाई कसरी मुठीमा राख्ने, त्यसले आइडिया दियो भने त हामी पनि राख्न सक्छौँ नि त बुढीलाई मुठीमा। दिन्छ जस्तो लागिरहेको छ, यसको कुरा सुन्दा त राख्न सकिन्छ होला जस्तो लागिरहेको छ। कस्तो कल आएछ फेरि मेरो आएको हो। हेलो बुढी किन परेको यहाँ? म साथीहरूसित खाँदैछु यहाँ रक्सी पानीहरू। एकछिन साथीहरू बुढीलाई थप्न आउँछ। हेलो बुढी किन फोन गरेको? यहाँ म साथीसित छु क्या, त्यो अलिक ठुलो आवाजमा बोलेको। त्यो साथीहरूले फेरि शङ्का गर्छन् नि त। एकछिनमा आएर म तिमीले के परे खुट्टा पनि मालिस गरिदिन्छु, भात पनि पकाउँछु, अनि त्यस पछाडि भाँडा पनि माझ्छु, घर पनि बढाल्छु। ल बुढी नरिसाउ ल बुढी, चुम्मा ए बुढी नरिसाउ न क्या। सरी बुढी, प्लिज सरी बुढी। एकछिनमा अब आधा घन्टामा आइहाल्छु नि ल बुढी। ए सरी बुढी, ल म आइहाल्छु घर, अनि भाँडा पनि माझ्छु ल बुढी, नरिसाउ ल, नकुट ल। म पकाइहाल्छु नि भात, भाँडा पनि अब म आएर मारिदिइहाल्छु नि बुढी। किन रिसाउँछौ? तिमीलाई आज म सुकुटी खुवाउँछु ल। रक्सी पानी पिउन आएको छु, फोन काट अहिले, म एकछिन आउँछु। अहिले फोन काटे यो होइन सबैजनाले बुढीलाई कसरी हातमा राख्ने, मुठीमा राख्ने भ्यौ नि। अब यसरी नै थर्क ओके। अब म घर जाँदाखेरि बाटोमा तिमीहरू सबैलाई टिप्स पनि अलिअलि भनिदिन्छु एक दुईवटा ओके। ल अहिले पानी कुटिहाल्यो भने के गर्नु? बुढीले कुटिहाल्यो भने पनि सुकुटी गर के साथी हो। टेन्सन नो टेन्सन।